विश्वमा धेरै फिल्महरू बनेका छन् र तीमध्ये पनि धेरै महँगा फिल्महरू पनि छन् र तीमध्ये टप 10 मा पर्ने कुन कुन फिल्महरू छन् आउनुहोस् जानौँ नम्बर 10 बाट। नम्बर 10 मा रहेको छ सोलो अ स्टार वार स्टोरी। यो मुभी 2018 मा रिलिज भएको र यस मुभीको बजेट 350 मिलियन रहेको थियो। नम्बर 9 मा डक्टर स्ट्रेन्ज इन द मल्टी युनिभर्स अफ म्याडनेस। यो मुभी 2022 मा रिलिज भएको र यस मुभीको बजेट 350 मिलियन रहेको थियो। नम्बर 8 मा एभेन्जर एन्डगेम। यो मुभी 2019 मा रिलिज भएको र यस मुभीको बजेट 365 मिलियन रहेको थियो। नम्बर 7 मा रहेको छ एभेन्जर एज अफ अल्ट्रोन। यो मुभी 2015 मा रिलिज भएको र यस मुभीको बजेट 365 मिलियन रहेको थियो। नम्बर 6 मा फास्ट एन्ड फ्युरियस। यो मुभी 2023 मा रिलिज भएको र यस मुभीको बजेट 379 मिलियन रहेको थियो। नम्बर 5 मा रहेको छ पाइरेट्स अफ द क्यारिबियन अन स्ट्रेन्जर टाइड्स। यो मुभी 2011 मा रिलिज भएको र यो मुभीको बजेट 379 मिलियन रहेको थियो। नम्बर 4 स्टार वार द राइज अफ स्काइवल्कर। यो मुभी 2019 मा रिलिज भएको र यस मुभीको बजेट 416 मिलियन रहेको थियो। नम्बर 3 मा रहेको छ जुरासिक वर्ल्ड फलन किङडम। यो मुभी 2018 मा रिलिज भएको र यस मुभीको बजेट 432 मिलियन रहेको थियो। नम्बर 2 स्टार वार द फोर्स एन्ड अवेकनेस। यो मुभी 2015 मा रिलिज भएको र यस मुभीको बजेट 447 मिलियन रहेको थियो। र नम्बर 1 मा रहेको छ अवतार द वे अफ वाटर। यो मुभी विश्वको सबैभन्दा महँगो मुभी हो। यो मुभी 2022 मा रिलिज भएको थियो र यस मुभीको बजेट 460 मिलियन रहेको थियो। हस् त धन्यवाद। आजको लागि यति नै। म फेरि अर्को भिडियो लिएर आउनेछु। हस् धन्यवाद।